झुक्क सला ढुङ्गाले मन दुखाइदिएछ नसुन्नुलाई मन दुखाइछ नसुन्नुलाई भन्दैछु बोलेको बोले गर्छ त्यही त काटेर यहीँ बनाइदिउँ कि हाल्छ दमासँग जिस्केको अनि वेलकम ब्याक टु ब्लग र आज चाहिँ तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला आज चाहिँ अरे नटियो अनि तपाईँहरू चाहिँ सबैजना सन्चै हुनुहुन्छ होला म एकदमै फ्री एन्ड फाइन छु एक दिन ग्याप भयो म चाहिँ 2 दिनको ग्यापमा भ्लग हाल्थेँ नि त अनि छुट्टीमा र अझै हाम्रो यसको छुट्टी छ र एक दिनको ग्यापमा छुट्टीमा म भ्लग हाल्थेँ र आज चाहिँ एक दिन अलिकति ग्याप भयो किन आज आएको गाउँ त तर हिजो दिदी आन्टी बिरामी हुन्थ्यो ला के लागेछ यार अब यो सेतोमा कालो जाँदै जाँदैन यो चाहिँ मेरो घर गाइजहरू ढक्क हेर्न सक्छ उसलाई भागेको हेर त यिनीहरू मेरो अनुहार देख्ने बित्तिकै भागे त त्यस्तो नराम्रो छु म अनि तपाईँहरू कताबाट अन्त मेरो मलाई कसरी हेर्न आउनुभयो लाइक सेयर एन्ड सब्सक्राइब गर्नुभयो कि भएन होइन टक्क यो कट्टु यस्तरी चाहिँ यस्तो गाइज मैले कट्टु तल लगायो भने सबैले कट्टु किन तल लगाइस् भन्छन् कि अन्त अब चाहिँ यस्तै लाउनु मन लाग्छ क्या ल अब चाहिँ यस्तो बाँधेर चाहिँ ल अब कस्तो गाइज अन्त अहिले गाउँमा छु र अहिले भर्खर आएको र त्यही हो गाइजहरू होइन अनि यो चाहिँ हाम्रो गाई बाख्रा राख्ने ठाउँ हो होइन अनि यो गाई ल तैँले कसलाई हानेको यस्तो हिँड्दै थिएँ यस्तो हिँडेर नि दाएर आउँदाखेरि यसो साइड लाग्नुपर्छ नि त अन्त यहीँ आएर यस्तो ठोकिन्छ अन्त के भएको त ल के भएको सोच बिहान अन्त गाई अन्त के भएको हौ के भएको त के हो खाला चाहिँ कुरा अन्त होस् बिरानी आजहरूले यसो ग्याङ्स्टर खाला चाहिँ मिलाउँछ चाहिँ भाइ अन्त थोरै त यसो नि खोजिहाल्यो अन्त त्यही भएर नि यसो अलिकति देखाइदिएको नि ओहो यो जन्मेको कहिले जन्मेको ल यसको बिगौती पो खान यसको के गाई बाख्रा के हुन्छ गाई के हुन्छ न बिगौती अब यो कहिलेको ओ अब दाजु सरी दाजु ल ल ल ल त्यसै अर्को हो जहाँ हात तेरो गाई यता काँडी नै रहेछ अर्को भन्दैछु मलाई कोटी अगाडि बसिरहेको छु ढक्क घाम ताप्दै भन्दा पनि जाडो भइरहेछ त्यसका बाजे अनि यो मच्छर छ नि यो भित्र छिरिरहेको थिएँ म पनि यो दुनियाँमा धेरै गाह्रो भएर छिरिरहेको छु नि के बोले नि अनि कहिले बसिरहेको छु र यो भिडियो अहिले कहिले पोस्ट हाल्दिउँ भनेको भिडियो झाजु भिडियो हालेर के गर्नु भइरहेछ गाइजहरू तपाईँहरू अहिले हेर्दै हुन्छ भने यो अहिले नै पोस्ट भएको भोलि हेर्दै हुन्छ नि यो भोलि नै पोस्ट भएको है अब के हो बुझ्नु नमिलाएर चाहिँ के बोले होइन बोल्दैछु राम्रो आउँछ ब्लग किन बढी भएको त कति भुवाक्क चाहिँ बनाइस् होला सक्दिनँ त मात्र हो कि भुवाक्क खुदी अन्त त्यहाँ गाइज के गर्नु हो कोची रहेछ बाइकमा यहाँ माथि जानु पऱ्यो हाम्रो चाहिँ यो चाहिँ यो माथि चाहिँ हाम्रो बारी छ गाइज होइन बारी अनि अन्त बारीमा चाहिँ अब के भेटेँ मैले सुन भेटेँ क्या के हो यो गाइज सुन बस्यो होला ए होइन सबाक
सुन जस्तो लगाएर चिप्देको नि त साइकल अनि बारीको भ्लग आज हाम्रो बारी भ्लग सो गाइज अहिले हामी बारीमा छौँ बोल्दै राम्रो भ्लग आउँछ आज अब के खाएको यो यिनीहरूले सके त ओइ पुरै के खाए उनीहरू चाहिँ बुवा काम गर्दै हुन्छ बुवा काम गर्दै हुन्छ देख्नु भयो कि भएन अन्त त्यही जिन्दगी फेरि खाए सला के खाएको पुच्छरै तान्नु नि ए खाने लु खा त्यसो भए छोडिदिएको मैले आज म बौलाको भ्लग पनि बौलाको भ्लग हुन्छ आज अन्त अब चाहिँ गाइस अलिकति म एक्टिभ हुन्छु होइन किन भन्दाखेरि किन बिचमा म एक्टिभ थिइनँ भने लाइक हुन्छ नि लाइफमा अलिकति किन आजले इमोसनल हुन थालिरहेको छु क्या आफूलाई अलिकति अब केहीले साथ नदिएर होला जस्तो लाग्छ मलाई चाहिँ होइन अब केही गर्न खोज्छु होइन जिस्केको अनि केही गर्न खोज्छु भन्दा नि भएकै छैन क्या हुन त भइरहेको छ त्यसको सला ढुङ्गाले न्यु हो त नि बोलिरहेको थियो भ्लगमा डिस्टर्ब मात्रै गर्छ अनि हाम्रो आमा आइसक्नु भएको छ पानी लिएर आमा बोक्थ्यो त अन्त ए चुप्लाङ न यहाँ भ्लगमा चुप्लाङ न के यो बोक्नु अनि यहाँ हामी आमा आउनु भएको छ टक्क पानी लिएर चाहिँ टक्क अन्त ल लानु म बोक्थेँ दिनु भएन म बोक्थेँ दिनु भएन अनि लाइफमा कसै कुरो बोल्न पनि साथ दिँदैन नि अनि लाइफमा अलिकति सिरियस अलिकति अब होइन केही कुरा गर्न खोज्दा नि भएकै छैन लाइफमा होइन अब भइरहेछ लाइक तर अब भाइरल बिस्तारै भाइरल पनि भइरहेछ तर अब भाइरलहरू भएर मात्र अलिकति पपुलर भएर मात्र अलिकति नहुँदो रहेछ लाइफमा अलिकति होइन पढाइतिर नि फोकस गर्नुपर्छ नि त अनि मैले अब पढाइतिर फोकस गरेको थिएँ अस्तितिर चाहिँ अब चाहिँ पढाइतिर फोकस गर्नुपर्छ यार भनेर मैले त्यस्तो भ्लगहरू धेरै नहालेको हालेँ पनि एउटा दुइटा त्यो पनि राम्रो टालिकन ठिकै हालेको थिएँ अनि त्यस्तो राम्रो हाल्दिनँ थिएँ अनि 6 दिनमा एउटा भ्लग 12 दिनमा एउटा भ्लग हाल्थेँ होइन त्यो पनि शनिबार जुटाएर अलिकति टाइम जुटाएर अनि त्यो अलिकति लाइफमा अलिकति इमोसनल पनि हुन थाल्यो होइन अन्त यो यस्तै हो गाइस रमाइलो जिन्दगी होइन अनि भ्याएकै थिइनँ सिरियस भएर अलिक पढौँ भनेको खै पढाइमा नि केही हुँदो रहेछ छैन गाइस अनि त्यही हो भर्खर 9 क्लासमा छु नि त अनि त्यही हो म चाहिँ अब यही भन्न चाहन्छु होइन इफ तपाईँको कसैको मन दुखाइदिएछ भने नसुन्नु होला मन दुखाइदिएछ नसुन्नु होला भन्दैछु बोलेको गर्छ त्यही त काटेर यहीँ बनाइदिउँ कि हाल्नु खोइ तँसँग जिस्केको भनेको तँसँग जिस्केको होइन भने तँसँग जिस्केको कि होइन जिस्केको ओइ जिस्केको अन्त त्यही हो गाइस अलिकति अब आजको भ्लग हेर्न त्यो लाइफमा अलिकति अब अगाडि बढ्नुपर्छ होइन अब छुट्टीको दिन चाहिँ म भ्लग ल्याउँछु अरू बेला त्यस्तै भ्याइँदैन पनि अनि त्यो अलिकति लाइफमा इमोसनल भनेछु सिरियस हुँ भनेको इमोसनल भनेछु कि नछाउँ है त्यही हो ल कसैको मन दुखेको छ नछाउँ ल नदीहरू